दालबालीहरूमध्ये मसुरो नेपालमा धेरै उपभोग गरिने दालहरूमा पर्छ। त्यसैले यस दालबालीको खेती गरिने क्षेत्रफल र उत्पादन परिमाण पनि अरू दालबालीहरूको तुलनामा बढी छ। देशमा खेती गरिने कोसेबालीहरूमध्ये मसुरोको खेती हुने क्षेत्रफल र उत्पादन परिमाण दुवै 65% भन्दा बढी छ। मसुरो बालीको खेती बढी हुनुको कारण यो उपभोक्ताहरू माझ लोकप्रिय हुनु मात्र होइन, यो बाली खेती प्रविधिका दृष्टिले धेरै जटिल नभएकोले पनि कृषकहरू यसको खेतीतर्फ आकर्षित भएका हुन्। मसुरो खेती नेपालमा परम्परागत रूपमा हुँदै आएको हो। केही वर्ष अघिसम्म नेपाली मसुरोको दाल अन्य देशमा समेत निर्यात हुने गर्थ्यो। मसुरो बालीको गुणवत्ता र नेपालमा यसको महत्त्वलाई ध्यानमा राखेर नेपाल कृषि अनुसन्धान परिषद नार्कले यसको अनुसन्धान र जातीय विकासमा विशेष ध्यान दिएको छ। नार्कले हालसम्म मसुरोका 14वटा नयाँ जातहरू विकास गरी उन्मोचन गरिसकेको छ। उत्पादकत्व र रोग प्रतिरोधी गुणहरूका कारण कतिपय जातहरू लोकप्रिय पनि भएका छन्। मसुरो हाम्रो देशको कोसेबालीहरूमा चाहिँ हेर्ने भने हाम्रो मसुरो बालीले चाहिँ उत्पादन र क्षेत्रफलको हिसाबले तपाईको 65% भन्दा बढी उत्पादन र क्षेत्रफल आफू एक्लैले ओगटेको छ। तसर्थ हाम्रो देशको दालबालीमा चाहिँ यसको अहम भूमिका रहेको छ र तपाईको यो पहिलेदेखि गरिँदै आएकोमा तपाईको यसलाई चाहिँ रोप्दाखेरि कहीँ जोतेर पनि छरिन्छ, कहीँ जोतेर मसिनो माटो बनाएर 2-3 चोटि जोतेर पाटा लगाएर छरिन्छ भने कहीँ बाँझेमा छरेर एकचोटि डल्ला उठ्ने गरेर पनि चाहिँ छरिन्छ भने कुनै ठाउँमा धान काट्नुभन्दा 10-15 दिन अगाडि धानको बाली काट्नुभन्दा 10-15 दिन अगाडि लगेर उपयुक्त चिस्यान कायम गरेर त्यसमा चाहिँ बिउ छर्ने गरिन्छ, जसलाई रिले क्रपिङ पनि भन्ने गरिन्छ। यी तीनै प्र्याक्टिसहरू किसानहरूले अपनाइराख्नु भएको छ र यो चाहिँ यो विभिन्न प्रकारको माटोमा माटो हेरिकन, खेतको अवस्था हेरिकन सबै विधिहरूको आफ्नो ठाउँमा आफ्नै महत्त्व रहेको छ र यसको महत्त्वको हिसाबले हेर्दाखेरि दालबाली धेरै उत्पादन हुन्छ, धेरै क्षेत्रफल हुन्छ र चाहिँ किनेर खानेले पनि सबभन्दा पहिले मसुरोकै दाल भन्छ र हाम्रो नेपालको मसुरोको अर्को महत्त्व भनेको चाहिँ सानो दाना भएको, चाँडै पाक्ने, स्वादिलो भएको र तपाईहरूले कहीँ गएर चाहिँ सुपरमार्केटमा गएर यसको चाहिँ भाउ कति छ भनेर दाँच्नु भयो भने आयातित मसुरो ठुलो दाना भएको हुन्छ, हेर्दाखेरि राम्रो हुन्छ, तर हाम्रो नेपाली मसुरोको दाल जुन चाहिँ अलिअलि भुससितको हुन्छ अथवा भुस नगएको, दानासित भुस नछुट्टिएको, सानो भएको तर त्यसको भाउ चाहिँ महँगो हुन्छ। यसको मतलब हाम्रो नेपाली मसुरो चाहिँ बाहिरबाट आयातित भएको, देख्दा राम्रो भएको मसुरो भन्दा यहाँको स्वादिलो चाहिँ चाँडो पाक्ने भएर किसानहरूले लगायत जो उपभोक्ताहरूले पनि चाहिँ त्यसलाई मन पराइराख्नु भएको छ। हाम्रो अफिसले पनि देशको अवस्थाको हिसाबले 65% भन्दा बढी क्षेत्रफल र उत्पादन ओगटेको हिसाबले हामीले पनि अनुसन्धान गर्दा यसलाई अरू दालबाली भन्दा महत्त्वका साथ राखेका हुन्छौँ र यसमा चाहिँ हाम्रो देशको लोकल ल्यान्ड रेसेसहरू, लोकल जातहरूलाई पनि सङ्कलन गरेर हामीले चाहिँ त्यसलाई अनुसन्धान गर्छौँ भने अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरू पनि छन् जसलाई चाहिँ कृषिमा पनि कोसेबालीको मसुरोमा काम गर्ने एकाडा संस्था छ, त्यहाँबाट पनि सहयोग गरेर त्यहाँ चाहिँ विकास गरिएका जातहरू पनि ल्याएर हामीले चाहिँ टेस्ट गर्ने गर्छौँ। त्यसहरूको बिचमा हामीलाई चाहिने कस्तो खालको जात हो त्यसको बिचमा क्रसिङ गरेर त्यसबाट निस्केका पुस्ताहरूमा छनौट गरेर हामीले चाहिँ जात विकास गर्ने गर्छौँ र हालसम्म नेपालमा चाहिँ 14वटा जातहरू सिफारिस भइसकेका छन्। यसमा हाम्रो देशका पनि छन्, बाहिरबाट चाहिँ कुनै माध्यमबाट आएका पनि छन्, आयातित लाइनहरूमा क्रसिङ गरेर निकालेका जातहरू पनि छन्। पछिल्लो समय चाहिँ हाम्रो सिफारिस भएको श्रद्धा कालो मसुरो रहेको छ। यो चाहिँ सङ्कलन गरिएको भनेको रामेछाप जिल्लाबाट हो, पहाडी जिल्लाबाट हो र यसको खेती पनि रामेछापबाट सङ्कलन भइसकेपछि अवश्य यहाँ तराईदेखि मध्य पहाडसम्म चाहिँ लगाउन सकिन्छ। यसमा चाहिँ सिफारिस भएको मध्ये यो लगायत खजुरा मसुरो 3, खजुरा मसुरो 4 मा न्युट्रिएन्ट कन्टेन्टको हिसाबले हेर्दाखेरि उच्च मात्रामा चाहिँ
फलाम र जिङ्क तत्त्व चाहिँ बढी पाइने हुन्छ र एउटा स्केलको रूपमा भन्दा 75 मिलिग्रामभन्दा बढी प्रति केजीमा चाहिँ पाउँछ भने त्यसलाई चाहिँ उच्चमा राखेको छ। फलामको केसमा भने 45 देखि 54 मिलिग्राम रेन्जको भित्रमा जिङ्क पाउँछ भने त्यसलाई चाहिँ उच्च जिङ्क पाइनेमा राखेको छ भने यी अहिले भनिएका 2-3टा मसुरोको जातहरूमा ती तत्त्वहरू चाहिँ बढी मात्रामा पाइन्छ। यो बढी पाइन्छ भनेपछि हामीले यसको दाल बालीको रूपमा उपयोग गर्यौँ भने फलाम तत्त्व कमीले चाहिँ देखिने रोगहरू, रक्त अल्पता, सुत्केरी महिलाहरूमा हुने कुराहरू, गर्भवतीहरूको लागि केही न केही मात्रामा सहयोग पुर्याउँछ भन्ने चाहिँ हाम्रो अपेक्षा रहेको छ। रोगहरू 2वटा स्टेम फाइलम डडुवा र चाहिँ ओइलाउने रोग भयो। ओइलाउने रोगको लागि चाहिँ तपाईहरूको चाहिँ सिड ट्रिटमेन्ट गरेर लगाउनु पर्यो। खेतकोमा चाहिँ मिश्रित बालीको रूपमा चाहिँ आलस तोरीसँग मिसाएर पनि लगाउन सकिन्छ भने अर्को कुरा चाहिँ रोग सहन सक्ने जातहरू भयो। खेत चाहिँ परिवर्तन गर्दै जाँदा राम्रो हुन्छ। यसलाई पनि कोसेबाली भएको हुनाले माटोजन्य चाहिँ ढुसीबाट चाहिँ सर्ने हुँदाखेरि भने अर्को चाहिँ किरा रहेको छ। किराको लागि भन्नुपर्दाखेरि यसमा अरू खासै त लाग्दैन। यसमा लाग्ने भनेको एफिड माहु हो। पछिल्लो समय चाहिँ विभिन्न ठाउँहरूमा गएर हेर्दाखेरि माहु तपाईको लाही किरा भनेर चाहिँ बुझिन्छ। लाही चाहिँ देखिएको छ र कालो खालको लाही देखिन्छ। त्यसको लागि नियन्त्रण गर्न जुन चाहिँ हामीले दैहिक विषादीहरू रहेका छन्, साइपरमेथ्रिन जस्ता विषादीहरू चाहिँ छर्ने गर्छौँ। त्यो चाहिँ ध्यानमा राख्नुपर्ने हुन्छ। तर रोगले जस्तो मसुरो बालीलाई चाहिँ किराहरूले चाहिँ सताएको पाइएको चाहिँ छैन। वैज्ञानिकहरूले वातावरणीय प्रतिकूलता सहन सक्ने र रोग व्याधिसित लड्न सक्ने गरी अन्न बालीका नयाँ जातहरू विकास गरेका हुन्छन्। तर अन्न बालीका यी गुणहरूले तब मात्र राम्ररी काम गर्न सक्छन् जब कृषकले खेती गर्दा निश्चित सावधानीहरू अपनाएको हुन्छ। मसुरोको बढी उत्पादन लिन बलौटे दोमट माटो भएको जमिन छनौट गर्नुपर्छ। जमिन पानी नजम्ने हुनुपर्छ। जमिनमा पहिले लगाइएको बालीका डाँठ र जरा जस्ता अवशेषहरू राम्ररी सफा गर्नुपर्छ। यस्ता अवशेषहरूमा बालीमा लाग्ने ढुसी र जीवाणुहरू हुन्छन्। यी अवशेषहरू जमिनबाट हटाइएन भने ढुसी, जीवाणु आदि नयाँ बालीमा सर्छन्। दिउँसो र रातको समयमा हुने तापक्रमको फरकले मसुरोमा लाग्ने रोगका लागि अनुकूल वातावरण बनाउँछ। सावधानी अपनाउँदै पनि रोग लागिहालेमा रोगनाशक औषधिहरू बजारमा पाइन्छन्। कोसे बालीहरूमा चुनौती छ। त्यस अन्तर्गतको यो बालीमा पनि चुनौती किराहरू भन्दा पनि रोगको रहेको छ। रोगमा चाहिँ 2टा रोगहरू चाहिँ मुख्य रहेका छन्। एउटा स्टेम फाइलम डडुवा छ भने अर्को चाहिँ ओइलाउने रहेको छ। र ओइलाउने रोग चाहिँ तपाईको पहिले अथवा बोटहरू सानो छँदै पनि लाग्छ भने पछि बोट ठुलो भइसकेपछि फुल्ने अवस्थामा पनि लाग्छ। तर चाहिँ डडुवा भन्दाखेरि चाहिँ तपाईले आलुको डडुवा जुन समयमा लाग्छ, जस्तो हावापानी हुँदाखेरि लाग्ने हो, सोही अवस्थामा चाहिँ यो बालीमा पनि डडुवा लाग्ने हुन्छ। र हामीले सिफारिस गरेका जातहरू चाहिँ अहिले पछिल्लो समय सिफारिस भएका जातहरू डडुवा प्रतिरोधी अथवा डडुवा सहन सक्ने खालका जातहरू छन्। त्यसमा चाहिँ कम आउँछ भने र आइसक्यो भने पनि गर्दा गर्दै कहिलेकाहीँ आइसक्यो भने पनि विषादीहरूको चाहिँ परीक्षणबाट हामीले कुन विषादी कुन समयमा प्रयोग गर्दा राम्रो हुन्छ भनेर पत्ता लगाएका छौँ। त्यसको लागि चलिरहेको साप भनेको म्यान्कोजेब र बेबिस्टिन 2 विषादीको कम्पोजिसन भएको हुन्छ। त्यो चाहिँ रोग देखिएको खण्डमा 2 देखि 2.5 ग्राम प्रति लिटर पानीमा हालेर धेरै चाहिँ आउन थालेको छ, असर गरेको छ भने 2 देखि 3 पटक चाहिँ छर्दा उपयुक्त हुन्छ। नै भने रोगको प्रकृति हेरेर 1 पटक छर्दा हुन्छ। र यो रोग चाहिँ बढी देखिनुको कारण के छ भने डडुवा रोग तपाईको दिनको तापक्रम बढी हुने र राति अथवा बिहानको तापक्रम चाहिँ कम हुने, मिनिमम र म्याक्सिमम टेम्परेचरको रेन्ज धेरै भयो भने यो रोगले चाहिँ बढी आक्रमण गर्ने हुँदाखेरि कृषक दाजुभाइहरू त्यसप्रति चाहिँ सचेत हुनुपर्ने हुन्छ। केही वर्ष यता मसुरो खेती हुने क्षेत्रफल बढे पनि यसको उत्पादकत्व बढ्न सकेको छैन। उत्पादन र उत्पादकत्व बढाउन खेती प्रविधिलाई व्यवस्थित रूपमा अपनाउनु पर्ने हुन्छ। सँगसँगै मसुरोको बजार विकास हुन सक्ने गरी सरकारी नीति नियमहरू बनाइनुपर्छ।
विगत 5-10 वर्ष अगाडि नेपाल चाहिँ एउटा मसुरो उत्पादकको देशमा चाहिँ अन्डर 10 देशभित्र पर्थ्यो र हाम्रो देशको मसुरो एक्सपोर्ट पनि हुन्थ्यो, बाहिरी देशहरूमा पनि जान्थ्यो र कुनै कारणवश हाम्रो चाहिँ त्यो चेन चाहिँ टुटिसकेको छ। त्यो चेन टुटिसकेकोलाई फेरि त्यो चेन बनाउनको लागि चाहिँ राष्ट्रिय स्तरबाटै पहल गर्नुपर्ने हुन्छ र किसानहरूले चाहिँ मुख्य खेती कुनै पनि बालीमा आकर्षित हुनुको कारण के छ भने त्यो खेती गरिसकेपछि भाउ कति पाउने, बिक्री वितरण गर्न कति सजिलो छ, यी कुराहरूले चाहिँ धेरै कुराहरू चाहिँ ओगटेको हुनाले सरकारले त्यो पक्षमा ध्यान दिनु पर्यो। एक्सपोर्टेबल कमोडिटी हो भनेपछि त्यसै अनुसार हाम्रो कृषकहरूलाई चाहिँ इन्करेज गर्नु पर्यो। त्यसमा चाहिँ के कसरी सहुलियत दिन सकिन्छ, सहयोग गर्न सकिन्छ भनेर चाहिँ हेर्नु पर्यो। मिलहरू ठाउँ-ठाउँमा निर्माण त भएकै छन्, तर त्यो मिल सञ्चालन गर्दाखेरि कसरी चाहिँ किसानहरूले कति प्राइस पाउने अनि मिलरले कति पाउने, एक्सपोर्ट गर्दाखेरि कति पाउने भन्ने कुराहरू एउटा चाहिँ माथिल्लो निकायबाट तोकियो भने यो पुनः चाहिँ खेती गर्ने पद्धतिमा किसानहरू चाहिँ आकर्षित हुन्छन् जस्तो लाग्छ। र यसको चाहिँ के भयो भन्दा बाहिर प्राइस चाहिँ फ्लक्चुएसन हुने कारणको बाहिर गयो भने 150 रुपियाँ 200 रुपियाँ प्रति किलोसम्म पहिले पाउँथ्यो भने अहिले चाहिँ फार्मर्सहरूले पाउँदाखेरि 80-90 रुपियाँ धेरै नै प्राइसको चाहिँ रेन्ज बढी भएको हुँदाखेरि किसानहरू चाहिँ यो खेती गर्नबाट चाहिँ पछि हट्नु भएको छ। अर्को कुरा भनेको यो सँगै लगाउने गहुँ बाली छ र त्यसको सिँचाइको एरिया बढ्दै गइसकेपछि गहुँ बालीमा पनि आकर्षित हुनुभएको छ, त्यो ठिकै कुरा। तर गहुँ बालीमा आकर्षित हुनु भनेको अर्को कारण चाहिँ त्यसमा प्रयोग हुने मेसिनहरू, सिड ड्रिल भयो, हार्भेस्टरहरू चाहिँ यी चाहिँ मेसिनहरू उपलब्ध छ भने मसुरो बालीमा चाहिँ त्यस्ता खालका औजारहरू, मेसिनहरू उपलब्ध नभएको हुनाले पनि किसानहरू चाहिँ गहुँ खेतीतर्फ आकर्षित हुनुभएको छ। यस खेतीतर्फ आकर्षित गर्नको लागि त्यस्ता खालको चाहिँ कृषि अनुसन्धानको क्षेत्रमा पनि स्पेसली इन्जिनियरिङ क्षेत्रमा पनि काम गर्नुपर्ने चाहिँ देखिन्छ। हिउँदे बालीहरूमध्ये मसुरोपछि नेपालमा धेरै खेती गरिने कोसे बाली चना हो। चनाबाट धेरै प्रकारका खाद्य परिकारहरू त बनाइने गरिन्छ नै, यसको खेती पनि सजिलो छ। चना बाली सिँचाइ कम हुन सक्ने ठाउँमा पनि हुर्कन्छ, डल्लामा पनि हुर्कन सक्ने हुँदा चना खेतीका लागि धेरै खनजोत गर्नु पर्दैन। चनाको बिउ छर्दा जमिनमा उपयुक्त चिस्यान आवश्यक हुन्छ। अन्य बालीहरूमा जस्तै चना बालीमा पनि रोग किराहरू लाग्ने सम्भावना रहिरहन्छ। रोग किराहरू हटाउन औषधिहरू उपलब्ध छन्। किराहरू थुन्न खेतमा पासो राख्न सकिन्छ। केही मात्रामा सूर्यमुखी र लोकल धनिया चना खेतमा लगाउँदा पनि किराहरू भाग्ने गर्छन्। अरू कतिपय बालीहरू जस्तै चना बाली भित्र्याउने काममा पनि यन्त्रको प्रयोग हुन सकेको छैन, तर चना खेती सजिलो छ। यो बाली मानिसको स्वास्थ्यका लागि पोषक त छ नै, यसले माटोको स्वास्थ्यमा पनि सुधार ल्याउँछ। बाँके खजुरा स्थित कोसेबाली अनुसन्धान कार्यक्रमले चनाका नयाँ जातहरू विकास गर्छ। चनाको बिउको माग र आपूर्तिमा सन्तुलन कायम राख्न समन्वय गर्छ र कृषकहरूलाई चना खेती प्रविधिमा देखिने समस्याहरूको समाधान दिएर सघाउँछ। हिउँदे कोसे बालीमा मसुरोपछि सबैभन्दा बढी लगाइने दाल बाली भनेको चना बाली हो र चना बाली चाहिँ विभिन्न परिकारको रूपमा प्रयोग गरिन्छ। बेसनको रूपमा चनाको दाल, चनालाई स्न्याक्सको रूपमा भिजाएर उमारेर प्रयोग गर्न सकिन्छ भने र यसको चाहिँ चनाको मुन्टा, सागको मुन्टाहरू चाहिँ जुनमा चाहिँ बढी मात्रामा आइरन पाइन्छ, त्यसको रूपमा पनि चाहिँ कृषकहरूले प्रयोग गर्दै आइरहेका छन्। र चना खेती पनि त्यति अप्ठ्यारो छैन, सजिलै छ। यसको लागि चाहिँ धेरै मात्रामा मलजलहरू लाग्दैन, थोरै मात्रामा मलजल आइपुग्छ
र अन्य बालीलाई जस्तो एकदम मसिनो गरेर माटो जोत्नुपर्ने पनि हुँदैन, मोटो मोटो डल्ला भए पनि त्यही त्यसमा राम्रो हुने गर्छ। र चनाको लागि चाहिँ अहिले तपाईँको चाहिँ यो क्लाइमेट चेन्जको कारणले हिउँदे सिजनमा पानी कम पर्ने तथा माटोले चाहिँ चिस्यान चाहिँ कायम गर्न नसक्ने अवस्थामा कुनै पनि ठाउँको माटोमा माटोको उर्वरा शक्ति छ तर हामीले चाहिँ त्यसलाई सिँचाइ गर्न सक्दैनौँ भने त्यस्तो अवस्थामा अन्य बाली र दाल बालीभन्दा चना लगाउनुको लागि चाहिँ म उपयुक्त देख्छु। किनभने चनालाई चाहिँ हामीले उमार्न सकियो र चनाको चाहिँ उम्रिसकेपछि त्यो जमिनमा केही उब्जाउ दिन सक्ने सामर्थ्य छ भने त्यसमा चना एकदमै राम्रो हुन्छ। यसलाई चाहिँ कुनै पनि सिँचाइको चाहिँ आवश्यकता हुँदैन। तर अन्य अन्नबाली तथा दाल बालीलाई पनि चाहिँ एक दुईचोटि सिँचाइ गर्नुपर्ने आवश्यकता हुन्छ। जहाँ सिँचाइको समस्या छ त्यस्तो ठाउँमा चाहिँ चना लगाउनु चाहिँ उपयुक्त हुन्छ। र चना लगाउँदाखेरि खेत अब चाहिँ हामीले लगाएको धान अथवा मकै लगाएको बारीमा चाहिँ चिस्यान कायम हुने गरेर जोतिसकेपछि यसलाई चाहिँ प्रति हेक्टर 60 केजीका दरले बिउ रेट राखेर चाहिँ छर्नु पर्यो। छरिसकेपछि चाहिँ तपाईँको उम्रिसकेपछि चाहिँ तपाईँको अब छर्दाखेरि चाहिँ सिफारिस गरिएका जातहरू लगाउनु पर्यो, उन्नत जातहरू लगाउनु पर्यो र कृषकहरूले आधिकारिक ठाउँबाट चाहिँ बिउ बिक्री वितरण गर्ने ठाउँबाट बिउहरू किन्नुपर्ने हो। बिउ चाहिँ उपचारित भएको हुनु पर्यो। त्यसरी लगाइसकेपछि चना उम्रिसकेपछि यसलाई चाहिँ खासै सिँचाइ गर्नुपर्ने चाहिँ देखिँदैन। तर अत्याधिकै कमी भयो भने चाहिँ सिँचाइ गर्न त सकिन्छ तर त्यति चाहिँ आवश्यकता हुँदैन। रोग किराको केसमा चाहिँ एउटा यसमा चाहिँ ओइलाउने रोग नै हो। ओइलाउने रोगकोलाई चाहिँ बिउ उपचार गरेर लगाउँदाखेरि चाहिँ नियमन गर्न सकिन्छ भने धेरै ओइलायो भने चाहिँ विषादीहरू चाहिँ दैहिक विषादीहरू चाहिँ बेबिस्टिन जस्ता विषादीहरू चाहिँ माटो भिज्ने गरेर चाहिँ चनाको बोट र माटो भिज्ने गरेर छरियो भने त्यसले पनि व्यवस्थापन गर्न चाहिँ सहयोग मिल्छ भने। र अर्को चाहिँ तपाईँको यसमा चाहिँ एस्कोचाइटा ब्लाइट भन्ने हुन्छ चाहिँ इङ्ग्लिस नेम चाहिँ, त्यो पनि एक प्रकारको डडुवा हो। यो चाहिँ बढी बोट झाँगिएको र हिउँदे सिजन अथवा यसको खेती गर्ने समयमा पानी बढी पर्यो, नमीको मात्रा चाहिँ हावामा बढी भयो भने चाहिँ त्यो रोग लाग्छ। त्यसको लागि पनि चलिरहेको बेबिस्टिन चाहिँ विषादीहरू 2-3 पटक चाहिँ स्प्रे गर्न सकिन्छ। र त्यसबाहेक र त्यो चाहिँ पछि गर्मी चढिसकेपछि आफै पनि हराएर जाने हुन्छ। तर धेरै असर गर्यो भने विषादी चाहिँ छर्नुपर्ने हुन्छ। त्यसका साथै चनामा लाग्ने भनेको किराहरू छ। किराहरूको नियन्त्रण गर्नको लागि विभिन्न चाहिँ पासो हुन्छ, एउटा हेलिल्युर भनेर हुन्छ, त्यो पासोहरू राखिन्छ र चाहिँ सूर्यमुखी चाहिँ लगाउन सकिन्छ। चनाको खेतमा लोकल धनियाँहरू लगाउन सकिन्छ जसको कारणले चाहिँ यसमा चाहिँ किराहरू चाहिँ कम पर्ने गर्छ, कम असर गर्ने गर्छ। सोही अनुसार जान सकिन्छ र चनालाई चाहिँ धेरै अप्ठ्यारो चाहिँ छैन खेती गर्नको लागि। हामीले चाहिँ अलिकति पहिलेदेखि नै योजना गरेर यस्तो रोग लाग्न सक्छ, यस्तो किरा लाग्न सक्छ भनेर सोही अनुसार अपनायो भने चना खेती पनि सजिलै गर्न सकिन्छ। चना अहिलेसम्म हाम्रो देशमा चाहिँ कुनै यान्त्रिकरण विधिबाट खेती गरिएको चाहिँ देखिँदैन र कुनै ठाउँमा अलि धेरै लगाउनुहुन्छ भने सिड ड्रिलको बाट गहुँ छर्ने, मकै छर्ने अथवा मल्टी क्रप सिड ड्रिलबाट एडजस्ट गरेर सिड सोइङ चाहिँ बिउ रोप्न चाहिँ सकिन्छ। तर हार्भेस्टिङ गर्दाखेरि चाहिँ यसलाई काटेरै ल्याउनु पर्यो। चुड्दाखेरि अब हामीले चाहिँ गोरुले अथवा अर्करी ठटाएर चाहिँ दाना छुटाउनु पर्यो। दाउन पनि सकिन्छ तर दाउँदा ट्र्याक्टरले दाउँदाखेरि दाना छुट्ने पनि हुन्छ। त्यो हलुको खालको ट्र्याक्टरले चाहिँ दाउन सकिन्छ। तर अन्य बाली जस्तै हार्भेस्टर भनेर चाहिँ यसको लागि चाहिँ बनेको छैन, त्यसमा चाहिँ काम भएको चाहिँ छैन र त्यसको लागि चाहिँ अलिकति गाह्रो कुरा भए पनि चना चाहिँ हजुरको प्राकृतिक दृष्टिकोणले माटोको स्वास्थ्य सुधार्न यसका पातहरू झरेर यसले चाहिँ स्थिरीकरण गर्नेदेखि नाइट्रोजन चाहिँ माटोमा चाहिँ मिलाउनेदेखि लिएर धेरै कुराले फाइदा गर्ने हुँदाखेरि चनाको खेती चाहिँ महत्त्वपूर्ण रहेको छ। र हामीले चाहिँ बाहिरबाट आउने बेसन जसमा चाहिँ चनाको चाहिँ मुख्य हिस्सा रहेको हुन्छ नि, चना चाहिँ बेसनको रूपमा पनि प्रयोग गर्न चाहिँ सकिने हुँदाखेरि विभिन्न ठाउँमा चाहिँ यसलाई विभिन्न परिकारको रूपमा चाहिँ खान सकिने हुन्छ। र हाम्रो कोसेबालीबाट सिफारिस भएका जातहरू चाहिँ यहाँबाट लगेर लगाउँदाखेरि चाहिँ त्यसमा रोग किरा सहने अथवा कम लाग्ने खालका छ भने आगामी दिनमा चाहिँ अझै हामीले नयाँ जातहरू चाहिँ ICCB 97207, KPG 59 जस्ता जातहरू चाहिँ पाइपलाइनमा राखेका छौँ। ती पनि सिफारिस गर्ने क्रममा रहेका छन्। सिफारिस हुन्छ, किसानहरूलाई दिन्छौँ र किसानहरूलाई
समस्या परेको बेला चाहिँ हाम्रो अफिसमा आएर सम्पर्क पनि गर्न सक्नुहुन्छ र हामीले चाहिँ फोन मार्फत पनि सम्पर्क गर्नुभयो भने विभिन्न कोसेबालीसँग समस्या चनाबालीसँग समस्याहरूको चाहिँ निदानको लागि चाहिँ हामीले सहयोग गर्ने गरेकै छौँ। हामीसँग अलिकति खेतको हामीलाई उपलब्ध जग्गा चाहिँ अलिकति कम भएको हुनाले यो देशलाई चाहिने जति बिउ त हामीले उत्पादन गर्न सक्दैनौँ। तर सरकारले बनाएको नियम जसमा चाहिँ प्रजनन बिउ चाहिँ कृषि अनुसन्धान केन्द्रले गर्ने, कृषि अनुसन्धान फार्महरूले गर्ने, त्यसपछि रहेको मूल बिउ विभिन्न सहकारी तथा चाहिँ कम्पनीहरू, बिउ कम्पनीहरू जसलाई चाहिँ एसकिसिसीले चाहिँ अनुमति पत्र दिइसकेको छ, उहाँहरूले उत्पादन गर्ने, त्यसबाट प्रमाणित बिउ भनेर चाहिँ सोही अनुसार सहकारी तथा फार्मर्स ग्रुपहरूले गर्ने र प्रमाणित बिउ भनेर चाहिँ उन्नत बिउ भनेर विभिन्न चाहिँ फार्मर्स ग्रुपहरूले गर्ने, वितरण गर्ने भनेर जुन चाहिँ च्यानलहरू बनाइएको छ त्यसअनुसार चाहिँ हामीले प्रजनन बिउ मात्र उत्पादन गर्ने गर्छौँ र यहाँको बिउ वार्षिक टार्गेट चाहिँ हाम्रो चनाको लागि 300 देखि 500 केजीसम्म राखेका छौँ। माग अनुसार त्यो बढ्दै पनि जान्छ र त्यसअनुसार प्रजनन बिउ लगेर चाहिँ विभिन्न कम्पनीहरूले त्यसभन्दा अगाडिका स्तरका बिउहरू उत्पादन गर्नुहुन्छ। त्यो बिउहरू लगेर अन्य किसानहरूले, अन्य ज्ञान केन्द्रहरूले, विभिन्न सहकारीहरूले बाँडेर चाहिँ चनाको बिउ चाहिँ वितरणमा चाहिँ सहयोग गर्नुभएको छ। सबै चाहिने बिउ जति हामीले चाहिँ उत्पादन गर्न चाहिँ सक्दैनौँ। नेपालमा मसुरो, चना जस्ता कोसेबालीहरू कुल खेतीयोग्य जग्गाको लगभग 11% भागमा लगाइन्छन्।